नमस्कार सम्पूर्ण साथीहरू, आमा बुबा, भाइ बहिनीहरू, सम्पूर्ण यस सृष्टि रङ्गमञ्चका अति नै प्रिय अनि सर्वोत्कृष्ट मानिएको हामी प्राणी मध्येको मानव जनहरू हजुरहरूलाई म आज भिडियो मार्फत एउटा सूचना भनौँ, एउटा सन्देश बताउन गइरहेको छु, जुन म आफूले जानेको पाएको कुराहरू हजुरहरूलाई पनि सेयर गर्न जमर्को गरेको छु। हामी यस धरतीमा आएर धेरै खेल्यौँ, धेरै नाटकहरू गऱ्यौँ, धेरै चर्तीकलाहरू गऱ्यौँ, तर हामीले स्वयंलाई र स्वयंको सृष्टिकर्तालाई चिन्न जान्न सकेका छैनौँ। अनि खुसीको कुरा मैले के भन्छु भने, जसलाई हामीले भगवान भगवान भनिरहेका छौँ, उहाँ स्वयं भगवान यस धरतीमा अवतरित भइसक्नु भएको छ है। यसलाई गहिरो रूपमा अनि खुसीको रूपमा लिनुहोला। भगवान भनेर पुकारिरहन्थ्यौँ, भगवान भनेर ढुङ्गा माटो मठ मन्दिरमा होइन गएर हामीले खोजिरहेका थियौँ, पुजिरहेका थियौँ। उनै भगवान यस धरतीमा अवतरित भइसक्नु भएको छ। यस कुरालाई पूर्ण जानकारी लिनको लागि हजुरहरू प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा गएर एकदमै जानकारी लिन सक्नुहुनेछ। यस प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भनेर नचिन्ने नदेख्ने महानुभावहरू एकदमै विरलै हुनुहुन्छ होला। प्रत्येक देश विदेश सहरको गल्ली गल्लीमा स्थापना भएको छ र गाउँ गाउँमा पनि छ र अब आउने दिनहरूमा हरेक गल्ली गल्लीमा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय स्थापना गराउँछु भनेर भगवानले भनिसक्नु भएको छ। कृपया अब हामी धेरै कुरा जान्यौँ, धेरैको कुराहरू सुन्यौँ। अब हामीले एउटै कुरा बाँकी छ कि भगवानको ज्ञान शिक्षा लिन, भगवानलाई चिन्न, आफू स्वयंलाई चिन्न, सृष्टिको आदि मध्य अन्त्यको बारेमा जान्न। अब हामीले ढिला गर्नुहुन्न। अब हामीले यो शिक्षालाई प्राप्त गरेर हामी एक दिन त अवश्य पनि यस धरतीलाई छोड्नै पर्छ है। यो सत्य कुरा हो नि, तर हामीले बिर्सिरहेका छौँ। त्यसकारणले कृपया मेरा प्यारा साथीहरू, आमा बुबा, भाइ बहिना, जो पनि मानव आत्माहरू हुनुहुन्छ, हजुरहरू मैले राखेको भिडियो पनि हेर्दै गर्नुहोला। मैले पार्ट गरेर बनाइदिने छु र हजुरहरू सक्नुहुन्छ भने टाइम निकालेर प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा जानुहोला। अझै अर्को नामले के भनेर चिनिन्छ भने ओम शान्तिको भवन, ओम शान्तिहरूको जाने ठाउँमा जानुहोला। हजुरहरूको यो आफ्नै घर हो, आफ्नै भगवानको घर, आफ्नै घर सम्झेर जानुहोला। किनभने समय एकदमै दौडिरहेको छ। के थाहा यो सासले कुन दिन
अन्तिम सास हुने हो। त्यस कारणले सास छँदै हामीले यी कुराहरूमा ध्यान दिनुपर्नेछ। यति भन्दै आजको भिडियो यही समाप्त गर्छु र अर्को भिडियोमा फेरि भेटौँला। हस्त।